पुस 1 गतेबाट राष्ट्र बैंकको नीतिसँगै फिक्स्ड डिपोजिट र लोनको ब्याज दर घट्ने भएको छ। यो हो राष्ट्र बैंकले 2082 मंसिर 15 गते लिएर आएको मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षा। अब यसको ब्याज दर सम्बन्धी र अन्य नीतिगत व्यवस्थाहरू हेरौं। तपाईले नीतिगत व्यवस्थाहरू यहाँ तपाईले डिटेलमा हेर्न सक्नुहुन्छ। यी मध्ये हामीले 3 वटा ब्याज दर सम्बन्धी व्यवस्था हेरौं। पहिलो भनेको एसएलएफ रेट 6% बाट घटाएर 5.75% गराएको छ र दोस्रो भनेको रेपो रेट पनि 4.50% बाट घटाएर 4.25% मा राखेको छ, अर्थात घटाएको छ। अब यो यिनी रेटले के भन्न खोजेको, कसरी के हो त भनेर बुझ्नु पर्दाखेरि बैंकसँग यदि बैंकलाई पैसा चाहियो भने एउटा भनेको हामीले पैसा बैंकमा डिपोजिट गर्छौं हैन, यसरी पैसा आउने भयो, र अर्को भनेको चाहिँ बैंकले राष्ट्र बैंक संघबाट लोन लिन सक्छ। अब यो डिपोजिट भनेको त मुख्य कुरा भयो हैन, जुन भनेको रेगुलर रूपमा हुन्छ। तर इमर्जेन्सीमा यदि पैसा चाहियो, सर्ट टर्मको लागि पैसा चाहियो भने बैंकले भनेको राष्ट्र बैंक संघबाट लोन लिन सक्छ। यदि रेपो उपकरणमा आधारित रहेर लिन्छ भने बढीमा 1 दिनको लागि लोन लिन सक्छ, र यदि एसएलएफ अर्थात स्ट्यान्डिङ लिक्विडिटी फेसिलिटीमा आधारित रहेर यदि लोन लिन्छ भने बैंकले बढीमा 5 दिनको लागि लोन लिन सक्छ है त। यो लोन भनेको चाहिँ बैंकले चाहिँ विभिन्न प्रकारका गभर्नमेन्ट सेक्युरिटिजहरु, ट्रेजरी बिलहरु, डेभलपमेन्ट बन्डहरु राष्ट्र बैंकमा धितो राख्नु पर्ने हुन्छ, र त्यो धितो राखिसकेपछि त्यसको 90% सम्म चाहिँ राष्ट्र बैंक संघबाट लोन लिन सक्छ बैंकले। अब यसरी लोन लिइसकेपछि बैंकले त राष्ट्र बैंकलाई त ब्याज त तिर्नु पर्यो। लोन लिएपछि जहाँ पनि ब्याज त तिर्नु पर्यो हैन। अब यो ब्याज चाहिँ कति तिर्ने, यसको ब्याज दर चाहिँ कति हुने भन्ने कुरा हो के। अब यो ब्याज दर पहिला भनेको यदि एसएलएफ बाट लिन्छ भने पहिला 6% तिर्नु पर्थ्यो, अब 5.75 तिर्नु पर्यो भनिसकेपछि अब सस्तोमा लोन लिन पायो। यदि रेपोबाट लिन्छ भने पनि पहिला भनेको 4.50 तिर्नु पर्थ्यो, अब भनेको 4.25% मात्र तिरे भयो बैंकले भनिसकेपछि अब राष्ट्र बैंक संघबाट बैंकले भनेको चाहिँ सस्तोमा लोन लिन अर्थात पैसा लिन सक्ने भयो। उताबाट सस्तोमा लिइसकेपछि अब भनेको यताबाट सस्तोमा लिइसकेपछि हामीलाई पनि सस्तोमा यता लोन दिन सक्छ भनिसकेपछि अब लोनको ब्याज दर घट्न सक्ने भयो। त्यसैगरी अर्को भनेको चाहिँ अब डिपोजिटमा पनि यताबाट सस्तोमा पाउँछ भने हामीसँगबाट बैंकले किन महँगोमा लिन्छ र महँगोमा त लिँदैन। अब महँगोमा नलिने भनिसकेपछि अब हाम्रो डिपोजिटमा पनि मुख्य तपाईको मिनिमम भनेको त 2.75% छ के, जुन भनेको साउनको 1 गतेबाट परिवर्तन भएको मैले तपाईलाई अपडेट गराएको थिएँ, थाहा छ हैन। अब यो त मिनिमम त यही रह्यो। बचतको पनि हल्का घट्न सक्छ अलि माथि रहेको, नत्र भने फिक्स्ड डिपोजिटको ब्याज दर पनि बढ्ने त सम्भावना देखिदैन, कि त स्थिर हुन्छ, स्थिर रहँदैन भने लगभग घट्ने सम्भावना नै देखिन्छ। त्यसैगरी तेस्रो व्यवस्था भनेको अहिलेको समयमा बैंकमा पैसा धेरै भएर चाहिँ डिपोजिट भनेको कम गरून् मानिसले, लोन चाहिँ लिएर जाउन्, हामीसँग अहिले पैसा धेरै छ भनेर ब्याज दर चाहिँ घटिरहेको अवस्था हो के। कृषि विकास बैंकमा 3 महिनादेखि 1 वर्षसम्म फिक्स्ड डिपोजिट गर्नुहुन्छ भने 2.75%, 2 वर्षको लागि फिक्स्ड डिपोजिट गर्नुहुन्छ भने 2.85%, 3 वर्षको लागि गर्नुहुन्छ भने 3%, 4 वर्ष वा सोभन्दा बढीको लागि फिक्स्ड डिपोजिट गर्नुहुन्छ भने 4.55% ब्याज दर पाउनुहुन्छ। यसैगरी एभरेस्ट बैंकमा 3 महिनादेखि 2 वर्षभन्दा कमको लागि फिक्स्ड डिपोजिट गर्दा 2.85% ब्याज दर पाउनुहुन्छ, 2 वर्षभन्दा बढीदेखि लिएर 5 वर्षसम्म फिक्स्ड डिपोजिट गर्दा 3.75%, 5 वर्षभन्दा बढीको लागि फिक्स्ड डिपोजिट गर्नुहुन्छ भने 4.75% ब्याज दर पाउनुहुन्छ। यसैगरी ग्लोबल आईएमई बैंकमा 3 महिनादेखि 6 महिनाभन्दा कमको लागि फिक्स्ड डिपोजिट गर्दा 3.50%, 6 महिनादेखि 1 वर्षभन्दा कमको लागि गर्नुहुन्छ भने 3.75% ब्याज दर पाउनुहुन्छ, 1 वर्षदेखि 2 वर्षभन्दा कमको लागि गर्नुहुन्छ भने 4%, त्यसैगरी 2 वर्षभन्दा बढीदेखि लिएर 3 वर्षभन्दा कमको लागि गर्नुहुन्छ भने 5%, र 3 वर्ष वा सोभन्दा बढीको लागि गर्नुहुन्छ भने 5.50% ब्याज दर पाउनुहुन्छ। रेमिटान्सको हकमा 1% बढी त भइ नै हाल्यो। यसैगरी कुमारी बैंकमा 3 महिनादेखि 6 महिनाभन्दा कमको लागि गर्नुहुन्छ भने 2.75% ब्याज दर पाउनुहुन्छ, 6 महिनादेखि 1 वर्षभन्दा कमको लागि गर्नुहुन्छ भने 2.81% ब्याज दर पाउनुहुन्छ, 1 वर्षदेखि 2 वर्षभन्दा कमको लागि गर्नुहुन्छ भने 3.31% ब्याज दर पाउनुहुन्छ, र 2 वर्ष वा सोभन्दा बढीको लागि फिक्स्ड डिपोजिट गर्नुहुन्छ भने 4.33% ब्याज दर पाउनुहुन्छ, र कुमारी स्मार्टबाट यदि तपाईले फिक्स्ड डिपोजिट गर्नुहुन्छ भने 0.20% भनेको चाहिँ बढी ब्याज दर पाउनुहुन्छ। यसैगरी लक्ष्मी सनराइज बैंकमा 3 महिनादेखि 1 वर्षभन्दा कमको लागि फिक्स्ड डिपोजिट गर्नुहुन्छ भने 3% ब्याज दर पाउनुहुन्छ, 1 वर्षदेखि 2 वर्षभन्दा कमको लागि फिक्स्ड डिपोजिट गर्नुहुन्छ भने 3.50% ब्याज दर, 2 वर्षदेखि 5 वर्षभन्दा कमको लागि गर्नुहुन्छ भने 4%, र 5 वर्ष वा सोभन्दा बढीको लागि फिक्स्ड डिपोजिट गर्नुहुन्छ भने 4.75% ब्याज दर पाउनुहुन्छ। रेमिटान्सको हकमा 1% बढी त हुने भइ नै हाल्यो। यसैगरी माछापुच्छ्रे बैंकमा 3 महिनादेखि 6 महिनाभन्दा कमको लागि फिक्स्ड डिपोजिट गर्दा 2.76% ब्याज दर पाउनुहुन्छ, 6 महिनादेखि 1 वर्षभन्दा कमको लागि गर्दा
3% पाउनुहुन्छ। 1 वर्षदेखि 3 वर्षभन्दा कमको लागि गर्नुहुन्छ भने 4% ब्याज दर पाउनुहुन्छ र 3 वर्ष वा सोभन्दा बढीको लागि फिक्स्ड डिपोजिट गर्दा 5% ब्याज दर पाउनुहुन्छ। त्यसैगरी नबिल ब्याङ्कमा 3 महिनादेखि 6 महिनाभन्दा कमको लागि फिक्स्ड डिपोजिट गर्दा 2.80% ब्याज दर पाउनुहुन्छ। 6 महिनादेखि 1 वर्षसम्म फिक्स्ड डिपोजिट गर्नुहुन्छ भने 2.85% ब्याज दर पाउनुहुन्छ। 1 वर्षभन्दा बढीदेखि लिएर 2 वर्षसम्म फिक्स्ड डिपोजिट गर्दा 3% ब्याज दर पाउनुहुन्छ। 2 वर्षभन्दा बढीदेखि लिएर 5 वर्षसम्म गर्नुहुन्छ भने 3.25% ब्याज दर पाउनुहुन्छ। 5 वर्षभन्दा बढीदेखि लिएर 10 वर्षसम्म गर्नुहुन्छ भने 4% र 10 वर्षभन्दा बढीको लागि फिक्स्ड डिपोजिट गर्नुहुन्छ भने तपाईले 4.55% ब्याज दर पाउनुहुन्छ। यसैगरी नेपाल ब्याङ्क लिमिटेडमा 3 महिनादेखि 1 वर्षभन्दा कमको लागि फिक्स्ड डिपोजिट गर्दाखेरि 3% ब्याज दर पाउनुहुन्छ। 1 वर्षभन्दा बढीदेखि लिएर 2 वर्षसम्म गर्नुहुन्छ भने 3.50% ब्याज दर पाउनुहुन्छ। 2 वर्षभन्दा बढीदेखि लिएर 5 वर्षसम्म गर्नुहुन्छ भने 3.85% ब्याज दर पाउनुहुन्छ र 5 वर्षभन्दा बढीको लागि फिक्स्ड डिपोजिट गर्नुहुन्छ भने 5.50% ब्याज दर पाउनुहुन्छ। यसैगरी सिटिजन ब्याङ्कमा 3 महिनादेखि 6 महिनाभन्दा कमको लागि फिक्स्ड डिपोजिट गर्दा 2.85%, 6 महिनादेखि 12 महिनाभन्दा कमको लागि फिक्स्ड डिपोजिट गर्नुहुन्छ भने 3%, 12 महिनादेखि लिएर 24 महिनाभन्दा कमको लागि फिक्स्ड डिपोजिट गर्नुहुन्छ भने 3.50%, 24 महिना वा सोभन्दा बढीको लागि फिक्स्ड डिपोजिट गर्दा 4.75% ब्याज दर पाउनुहुन्छ। र सिटिजन ब्याङ्कको चाहिँ तपाईलाई रेमिट्यान्स बचत खाता बारे एउटा कुरा भन्न छ हैन। तपाईको यो सेभिङ एकाउन्टमा भनेको चाहिँ 2.76% रहेको छ र हाईएस्ट प्रिमियममा भनेको चाहिँ तपाईको जस्तै कि हाईएस्ट प्रिमियम वाला एकाउन्टमा हाम्रो कर्णाली भयो, त्यसपछि जुन पनि यो 3.40 वाला दिएको छ नि, यो भनेको चाहिँ प्रिमियम खालको सेभिङ एकाउन्ट भयो। राष्ट्र बैंकको नियममा अथवा डाइरेक्टिभमा के छ भने तपाईको यो प्रिमियममा भन्दा अथवा नर्मल सेभिङ एकाउन्टमा भन्दा 1% बढी भनेको चाहिँ रेमिट्यान्स वालामा दिनुपर्छ भन्ने छ। तर तपाईको हेर्नुहुन्छ भने यहाँ सिटिजन इन्टरनेशनल रेमिट्यान्स सेभिङ एकाउन्टमा पनि 3.40% नै दिएको अवस्था छ। त्यसैगरी तपाईले अर्को यहाँ कुन भन्दाखेरि रेमिट्यान्स आइपीओ सेभिङ एकाउन्टमा हेर्नुहुन्छ भने पनि 3.40% नै दिएको अवस्था छ। यो चाहिँ तपाईको नर्मल सेभिङ एकाउन्ट भन्दा 1% बढी हुनुपर्ने हो, 4.40% हुनुपर्ने हो। यहाँ 3.40% यस्तो प्रिमियम वालामा राख्ने हो भने हैन। यो चाहिँ तपाईले एकपटक सिटिजन ब्याङ्कमा नै कल गरेर बुझ्नु होला। मैले एकपटक बुझेको थिएँ, खै मैले उता अगाडि बुझ्छु भन्नुभएको थियो कस्टमर केयरमा। तपाईले यो बुझेर 4.4 गराउनु पर्ने हो हैन अथवा 1% बढी हुनुपर्छ भन्ने राष्ट्र बैंकको नियम छ। यसमा के भएको हो सिटिजन ब्याङ्कमा भनेर बुझ्नु होला है त। 1% भनेको अहिलेको समयमा ब्याज दर कम भइरहेको समयमा रेमिट्यान्सको लागि 1% भनेको त धेरै नै हुन्छ नि हैन। यसैगरी एनआइसिआइसिआई ब्याङ्कमा 3 महिनादेखि 3 वर्षसम्म फिक्स्ड डिपोजिट गर्नुहुन्छ भने 2.75% ब्याज दर पाउनुहुन्छ। यो ब्याज दर भनेको तपाईले नर्मल जेनरल सेभिङ एकाउन्टमा पनि हेर्न सक्नुहुन्छ। तपाईको नर्मल सेभिङ एकाउन्टमा भनेको तपाईले यतिकै नै 2.75% ब्याज दर पाउन सक्नुहुन्छ। त्यसपछि तपाईले 3 वर्ष भन्दा बढीदेखि लिएर 5 वर्ष भन्दा कमको लागि फिक्स्ड डिपोजिट गर्दा 3% ब्याज दर पाउनुहुन्छ र 5 वर्ष वा सो भन्दा बढीको लागि फिक्स्ड डिपोजिट गर्दा एनआइसिआइसिआई ब्याङ्कमा 5% ब्याज दर पाउनुहुन्छ। यसैगरी एनएमबी ब्याङ्कमा 3 महिनादेखि 1 वर्ष भन्दा कमको लागि फिक्स्ड डिपोजिट गर्नुहुन्छ भने 2.75% ब्याज दर पाउनुहुन्छ। त्यसैगरी 1 वर्ष भन्दा बढीदेखि लिएर 18 महिना भन्दा कमको लागि गर्नुहुन्छ भने 3.25% ब्याज दर पाउनुहुन्छ। 18 महिनादेखि लिएर 2 वर्ष भन्दा कमको लागि गर्नुहुन्छ भने 4% ब्याज दर पाउनुहुन्छ। 2 वर्षदेखि 5 वर्ष भन्दा कमको लागि गर्दाखेरि 4.25% ब्याज दर पाउनुहुन्छ भने 5 वर्ष र सो भन्दा बढीको लागि फिक्स्ड डिपोजिट गर्दा 5% ब्याज दर पाउनुहुन्छ। यसैगरी प्राइम ब्याङ्कमा 3 महिनादेखि 6 महिना भन्दा कमको लागि फिक्स्ड डिपोजिट गर्नुहुन्छ भने 3% ब्याज दर पाउनुहुन्छ। 6 महिनादेखि 1 वर्ष भन्दा कमको लागि गर्नुहुन्छ भने 3.25%, 1 वर्षदेखि 2 वर्ष भन्दा कमको लागि गर्दाखेरि 3.50% ब्याज दर पाउनुहुन्छ भने 2 वर्ष वा सो भन्दा बढीको लागि फिक्स्ड डिपोजिट गर्दा 4.55% ब्याज दर पाउनुहुन्छ। यसैगरी प्रभु ब्याङ्कमा 6 महिनादेखि 10 वर्ष भन्दा कमको लागि फिक्स्ड डिपोजिट गर्नुहुन्छ भने 2.75% ब्याज दर नै पाउनुहुन्छ। जुन भनेको तपाईले यो नर्मल सेभिङ एकाउन्टमा नै पाउन सक्नुहुन्छ, जुन तपाईले यहाँ हेर्न सक्नुहुन्छ। 10 वर्ष भन्दा बढीको लागि मात्र फिक्स्ड डिपोजिट गर्नुहुन्छ भने तपाईले 4.55% ब्याज दर पाउनुहुन्छ। यसैगरी सानिमा बैंकमा 3 महिनादेखि 12 महिनासम्म फिक्स्ड डिपोजिट गर्नुहुन्छ भने 2.80%, 12 महिना भन्दा बढीदेखि लिएर 24 महिनासम्म फिक्स्ड डिपोजिट गर्दा 3.25%, 24 महिना भन्दा बढीदेखि लिएर 60 महिना अर्थात् 5 वर्ष भन्दा कमको लागि गर्नुहुन्छ भने 3.75%, 5 वर्ष भन्दा बढीको लागि फिक्स्ड डिपोजिट गर्नुहुन्छ भने तपाईले 4.55% ब्याज दर पाउन सक्नुहुन्छ। यसैगरी सिद्धार्थ बैंकमा 3 महिनादेखि 1 वर्ष भन्दा कमको लागि फिक्स्ड डिपोजिट गर्नुहुन्छ भने 3% ब्याज दर पाउनुहुन्छ। 1 वर्षदेखि 2 वर्षसम्म फिक्स्ड डिपोजिट गर्नुहुन्छ भने 3.50% र 2 वर्ष भन्दा बढीको लागि फिक्स्ड डिपोजिट गर्दा 5% ब्याज दर पाउन सक्नुहुन्छ।
हिमालय बैंक र राष्ट्रिय वाणिज्य बैंकले अहिलेसम्म ब्याज दर अपडेट गरेका छैनन्। यसको लागि मलाई कमेन्ट गर्नु होला, मैले ब्याज दर उपलब्ध गराउने छु। र अहिले यसरी ब्याज दर घटिरहेको समयमा कहाँ लगानी गर्ने त, कसरी लगानी गर्ने त भन्ने सोचमा हुनुहुन्छ भने तपाईले नेपालमा लगानी गर्न मिल्ने 10 वटा भन्दा बढी इन्भेस्टमेन्ट अप्सन बारे जान्नको लागि यो भिडियोमा क्लिक गरेर हेर्न सक्नुहुन्छ।